नमस्कार सबैलाई, म ज्योतिष पण्डित गंगाधर उपाध्याय सधैँ आज पनि नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। आजको भिडियो र आजको दिन निकै महत्त्वपूर्ण रहेको छ, किनकि आजदेखि सूर्य ग्रहले आफ्नो राशि परिवर्तन गरेर वृष राशिमा प्रवेश गरेको छ। ज्योतिष शास्त्र अनुसार सूर्य ग्रहलाई ग्रहहरूको राजा मानिन्छ। यसले व्यक्तिको आत्मबल, सम्मान, सफलता, नेतृत्व, ऊर्जा र भाग्यसँग सम्बन्ध राख्दछ। जब सूर्यले आफ्नो राशि परिवर्तन गर्छ, त्यसको प्रभाव सबै 12 राशिमा देखिन्छ। सूर्य ग्रह वृष राशिमा प्रवेश गर्दा के हुन्छ त? सूर्य ग्रह वृष राशि शुक्र ग्रहद्वारा सञ्चालित राशि हो। यो राशि स्थिरता, सौन्दर्य, पैसा, सुख सुविधा, धैर्यसँग सम्बन्धित मानिन्छ। जब सूर्य वृष राशिमा प्रवेश गर्छ, मानिसहरूमा धैर्य बढ्ने, आर्थिक सोच बलियो हुने अनि आफ्नो भविष्यप्रति गम्भीर बन्ने सम्भावना बढ्ने गर्छ। यो समय विशेष गरी मेहनत गर्ने मानिसहरूका लागि एकदमै फलदायी मानिन्छ। लामो समयदेखि रोकिएका कामहरू बिस्तारै बन्न थाल्नेछन्। अब एक एक गरेर ती 4 ग्रहहरूको बारेमा जानौँ त। पहिलो नम्बरमा रहेको छ मीन राशि। मीन राशिका व्यक्तिहरूका लागि यो समय अत्यन्तै शुभ देखिएको छ। यदि तपाईँ धेरै समयदेखि मानसिक तनाव, असफलता, निराशाबाट गुजिरहनु भएको छ भने अब बिस्तारै सकारात्मक परिवर्तन आउन सक्छ। तपाईको करियर र पढाइमा ध्यान केन्द्रित हुनेछ। विद्यार्थीहरूले राम्रो नतिजा प्राप्त गर्न सक्नेछन्। नयाँ सिप सिक्ने अवसर मिल्न सक्छ। जागिर गरिरहनु भएको छ भने माथिल्लो व्यक्तिबाट प्रशंसा पाउने सम्भावना छ। नयाँ कामको पनि तपाईलाई प्रस्ताव आउन सक्छ। तपाईको आर्थिक पक्षको बारेमा हेरौँ है त। धन लाभ हुने संकेत देखिन्छ। रोकिएको पैसा फिर्ता आउन सक्छ। व्यापार गर्नेहरूका लागि पनि यो समय निकै राम्रो रहेको छ। तपाईको प्रेम सम्बन्धमा मिठास बढ्न सक्छ। टाढा भएको व्यक्ति तपाईको नजिक आउन सक्छ, अथवा तपाईको टुटेको प्रेम छ भने त्यो फेरि जोडिन सक्छ। अब दोस्रो नम्बरमा रहेको छ धनु राशि। धनु राशिका व्यक्तिहरूका लागि सूर्यको परिवर्तन निकै शक्तिशाली मानिएको छ। तपाईमा भाग्यको साथ लामो समयदेखि गरेको मेहनतको फल अवश्य नै प्राप्त गर्नुहुनेछ। भाग्यले तपाईलाई साथ दिन थालेको छ र तपाईले धेरै अनुभवहरू बटुल्नु हुनेछ। तपाईको काम र व्यवसाय, नयाँ व्यवसाय सुरु गर्न राम्रो समय रहेको छ। पुरानो काममा सफलता मिल्न सक्छ। यदि विदेश जाने योजना बनाइरहनु भएको छ भने सकारात्मक सन्देश देखिन्छ। तपाईको परिवार र परिवारबाट सहयोग प्राप्त हुन सक्छ। सामाजिक सम्मान पनि बढ्न सक्छ। तर अत्याधिक आत्मविश्वासले कहिलेकाहीँ समस्या पनि ल्याउन सक्छ। त्यसैले धैर्य राख्नु महत्त्वपूर्ण हुनेछ। सिंह राशिहरूका लागि तेस्रो नम्बरमा। सिंह राशि आफै सूर्यद्वारा सञ्चालित राशि भएकोले यो परिवर्तन सिंह राशिको लागि अझै प्रभावशाली हुन सक्छ। नेतृत्व र आत्मविश्वास, तपाईको आत्मविश्वास बढ्नेछ। मानिसहरूले तपाईको कुरा सुन्ने, सम्मान गर्ने सम्भावना बढ्नेछ। तपाईको करियरको बारेमा कुरा गरौँ। काममा नयाँ अवसर आउन सक्छ। प्रमोसन वा जिम्मेवारी बढ्न सक्छ। तपाईको पदको पदोन्नति हुन सक्ने सम्भावना देखिन्छ। यदि राजनीतिक, मिडिया, सामाजिक क्षेत्र, नेतृत्वसँग सम्बन्धित काम गर्नुहुन्छ भने अझै राम्रो परिणाम देखिन सक्छ। तपाईको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा परिवारमा खुसीको वातावरण बन्न सक्छ। पुराना विवादहरू समाधान हुन सक्छन्, तर रिस र अहंकारलाई नियन्त्रण गर्नु आवश्यक छ। सानो कुरामा झगडा गर्दा राम्रो अवसर पनि गुमाउन तपाईले सक्नुहुनेछ। अब चौथो नम्बरमा रहेको छ कर्कट राशि। कर्कट राशिका व्यक्तिहरूका लागि यो समय शान्ति, सकारात्मक र ऊर्जाले भरिएको हुन सक्छ। तपाईको मानसिक शान्तिहरूको बारेमा कुरा गर्ने हो भने धेरै समयदेखि मनमा रहेको तनाव कम हुन सक्छ। आत्मविश्वास बढ्दै जानेछ भने तपाईको आर्थिक सुधार हुनेछ। धन सम्बन्धी समस्याहरू कम हुँदै जानेछन्। नयाँ कामको स्रोत तपाईलाई भेटिन सक्छ। तपाईको प्रेम र परिवारको बारेमा कुरा गर्दा परिवारसँग सम्बन्ध राम्रो बन्न सक्छ। प्रेम जीवनमा नयाँ खुसी आउन सक्छ। यदि कसैसँग लामो समयदेखि बोलचाल बन्द थियो भने फेरि सम्बन्ध सुधार हुने सम्भावना देखिन्छ। ग्रहहरूको परिवर्तनको समयमा के गर्दा ठिक हुन्छ? सूर्य ग्रह बलियो बनाउन केही सकारात्मक कामहरू तपाईले के गर्दा ठिक हुन्छ? तपाईँ बिहानै चाँडो उठ्ने, सूर्य देवलाई जल चढाउने, आफ्ना बुबा, ठुला बडा र सबैलाई सम्मान गर्ने र तपाईले आफ्नो सोचमा सकारात्मकता राख्नुपर्ने र आफूले मेहनत गर्नुपर्ने र जीवनमा अनुशासनलाई अपनाउनु पर्ने कुराहरू हुन्छ। यस्ता कुराले मानसिक रूपमा पनि सकारात्मक ऊर्जा दिने गर्दछ। हस्त धन्यवाद। आजको भिडियो यति नै रहेको छ। हाम्रो भिडियोलाई मन परे च्यानललाई सब्स्क्राइब गर्नुहोला।